मुगु जिल्ला खतेड गाउँपालिकाको पहाडी ढुङ्गा माटोबीच उभिएको रोलो गाउँ। जसले थुप्रै कथा व्यथा बोकेर बसेको छ। आकाश छोलान झैं ठाडा पहाड, ती पहाडको काखमा सुन्दर खेतबारी सँगै शान्त घरहरू, तर ती घरभित्र बस्ने मान्छेहरूको एउटै साझा पीडा स्वच्छ सफा खानेपानी। हाम्रो त गाउँमा पानी खाउँ भने पानी पनि छैन। अन्तारी घर एक धारो छ, कति राम्रो छ। हाम्रो त यो केही छैन, पानी खाने हामी कस्तो दुःख छ। महिलाको न कस्तो पीडित छन् यहाँ कि महिला। नजिक धारा भए अन्त लुगा धुनु, साफसफाइ गर्नु पनि, नुहाउनु धुवाउनु पनि सजिलो हुन्छ। यो रोल गाउँमा करिब 200 घरधुरी बसोबास गर्दछन्। यो ठुलो समुदायका लागि गाउँमा जम्मा 2वटा धारा मात्र रहेका छन्। तर दुवै धाराबाट आउने पानी न सफा छ न सुरक्षित। यति भए पनि गाउँका बासिन्दाहरू पानीकै लागि बिहानदेखि लाइनमै बस्न बाध्य छन्। 160 घरधुरीलाई पानीको सेरै आवश्यकता छ नि। 2 धारा मात्रै हो। 2 धारा भएको कारणले यहाँ हेर्नु यही घुइँचो छ, मारामार छ। पहिला यही पानी पनि को बिचराले हालिदियो र मुई अध्यक्ष थिएँ। नातो लोत्तो गरिकन यहाँसम्म ल्याइयो। बालबच्चालाई स्कुल जाने नुहाइ पनि छैन, हामीलाई खानापिना पनि छैन। विद्यालयमा पिउने पानी छैन, हात धुने पानी छैन, शौचालय सफा गर्ने पानी छैन, जसले विद्यार्थीको स्वास्थ्य बिग्रिँदा पढाइ लेखाइमा पनि गम्भीर असर परेको छ। हाम्रो विद्यालयमा पानी छैन, त्यस कारणले पानीको व्यवस्था गरिदिनु पर्यो। टोइलेटमा त्यस्तै ऊ छ, जथाभावी फोहोर छ। पानी खानाको समस्या छ, नास्ता बनाउन पनि समस्या छ, पिनका लागि समस्या छ। यहाँ पानीको सबैभन्दा असुविधा अब पानी नै छ के अरे। अब अहिले हाम्रो यो विद्यार्थीले, हजुरले देख्नुभयो यहाँ विद्यार्थीहरूले खाइरहने पानी अब यो गाउँको धाराबाट, गाउँमा पनि नियमित त्यो पानी आउँदैन। गाउँमा पनि समस्या नै छ, कहिले आउने कहिले नआउने। अब गाउँका धाराहरू त्यस्तै हुन्। त्यहाँबाट जोड्दाखेरि अलिकति अब धेरै विद्यार्थीहरूलाई असुविधा नै छ। गाउँबाट करिब 1.5-2 किलोमिटरको दूरीमा स्वच्छ खानेपानी बग्ने मुहानहरू छन्। तर विडम्बना, आवश्यक बजेट नहुँदा स्वच्छ सफा पानीको मुहान घर आँगनमा आउने आशाको आशामै सीमित रहेको छ। यताको टोल हामी कतिवटा टोल छ भने यो गाउँमा 3वटा टोल छ। 3वटा टोलमा 3वटा बाडोमा त्यसमा के छ भने एउटा धारा यता छ, एउटा धारा उता छ। तर यसमा हामीले कम्तीमा आधा लाखसम्मको भयो भने अरू सरदान गरे पनि यो खोलाको पानी चाहिँ 10 लाखसम्मको हुन्छ। र अर्को मूल छ फेरि सबैले धान्ने गाउँमा लब हामी 8-9वटा धारा दिने सक्ने लागेको चाहिँ अर्को मूल पनि छ। त्यो भोलिका कुरा, त्यो भोलि ठुलो मूल बन्ने छ, त्यहाँबाट सकिन्छ। योबाट पनि 6-7 धाराहरू बन्छ। तर चाहिँ हामी त्यो खालको बजेट पर्याप्त भयो भने सधैँभरि त्यो मान्छे त्यो सरदान गर्न सक्दैन। एकल आफ्नो प्रयोग भए हुन्थ्यो। त्यस कारणले गर्दा गाउँमा 2टा धारा मात्रै छ, त्यही पनि हानथाप गरेर मान्छेलाई गाह्रो भएको छ। पानीको लागि आपत्ति कस्तो छ भने अब यता धारो सुक्यो भने चाहिँ उता जानुपर्छ। उता गयो भने चाहिँ गेलन समाएर बच्चाहरू स्कुल जान ढिलो गरेर पनि गेलन समाएर पर्खिरहेका हुन्छन्। घन्टौँसम्म पर्खिरहेका हुन्छन् हाम्रा बच्चाहरू। अब पानीको लागि तडपिरहेका हुन्छन्। त्यसो भएको हुँदा हामीलाई यही पानी पनि सदुपयोग गरेर कुनै ठाउँ रिजर्भ ट्याङ्की भएर पनि यही पानी सदुपयोग गरेर रिजर्भ ट्याङ्कीमा हालेर पनि हामीलाई धेरै सुरक्षित हुन्थ्यो। अहिले हाम्रो यो खानेपानीको यो जो हाम्रो गाउँमा गएको खानेपानीको लाइन थियो त्यसको अलि अस्तव्यस्त र त्यो पानी दूषित भएको कारणले हामी यहाँबाट अर्को फ्रेस पानी र एकदम स्वच्छ पानी लिनको लागि प्रयासमा छौँ। र यो पानी
यहाँबाट करिबन 250-300 किलोमिटर के अरे 250-300 मिटरभन्दा अलि बढी गाउँसम्म लाग्छ। त्यहाँबाट 150-200 मिटर विद्यालयसम्म जान्छ र यहाँ पानी हल्का स्वच्छ भएन भन्ने सबैको गुनासो भएको कारणले अब यो पानी फेरि मर्मत गरेर अथवा अर्को कुनै विकल्प सोचेर फ्रेस पानी स्वच्छ पानी गाउँमा ल्याउँ भन्ने प्रयासमा हामीहरू अहिले यहाँ यो पानीको मुहानतिर आइरहेका छौँ। हामी रोलावासी लगभग दलित बाहुन दलित क्षेत्री ठकुरी गरेर 200 घर परिवार छौँ। उहाँले गाउँघरमा खानेपानीको एकदम हाहाकार छ। त्यही भएर हाम्रो गाउँको माथि सिरानमा खानेपानीको मुहान प्रशस्त छ। यो पानीलाई सही सदुपयोग गरी गाउँसम्म लिन पायो भने त्यहाँको अनि हामी 200 घर दूरेका मान्छेहरू त्यहाँ नजिक एउटा स्वास्थ्य चौकी छ अनि एउटा विद्यालय छ, विद्यालय स्वास्थ्य चौकी सबैले प्रयोग गर्न पाउने थियौँ। आफ्नै मेहनतले अलिकति यो खोलाको पानीलाई सुधारेर यसरी लिएर यहाँ मुहानमा हालेका छौँ। अनि यही गरेर यहाँदेखि अनि त्यो हाम्रो गाउँसम्म लगभग 30-35वटा जोडहरू छन्, ठाउँ ठाउँमा जोडहरू छन् काँटी हानेको अनि चाहिँ काटिएको त्यो पाइपहरू जोडेर एकदमै दुःख र समस्याको अनि पानी खाने कारण भइरहेको हुँदा अनि कति हामी दुःखदायी छौँ। अनि त्यो भएको कारणले मेरो भनाइ यति नै छ कि अनि काहीँ न काहीँबाट सहयोग भयो भने यो खोलाको पानीलाई हामीले व्यवस्थित ढङ्गले अनि च्याम्बर ट्याङ्की बनाएर हामीले लिएर अनि त्यो पानी खान पाउँथ्यौँ कि भन्ने हाम्रो आशा छ। आज पनि रोला गाउँ प्रतीक्षामा छ कुनै ठुलो चमत्कारको होइन, केवल एउटा आधारभूत अधिकारको, सफा खानेपानीको। सम्पूर्णमा नमस्कार। म लियो निर्मल राज सहाय, काठमाडौँ एरियाका लियो क्लबको अध्यक्ष। हाम्रो क्लबले जुन एउटा सपना देख्नु छ त्यो सपनालाई साकार पारिदिनको लागि सम्पूर्णमा विनम्र अनुरोध गर्न चाहन्छु। हस्त धन्यवाद।